हेलो एभ्रिवान, फेरि पनि एउटा छोटो भ्लग लिएर आइसकेको छु म चाहिँ हैन। सबैजना माया गरेर हेरिदिनु होला। बिहान उठे, अब उठेर चाहिँ म फ्रेस हुन्छु। फ्रेस भएर सुमन पुलामीको बिहेको लागि नुवाकोट छवारे जाँदैछु। साथीको बिहे आज हैन, 2-3 दिन उतै बस्छु होला सायद अहिले। रमाइलो गरेर फर्किनेछु। आई होप एकदमै रमाइलो हुनेछ है त। भिडियोको अपडेटहरू सबै कलेक्सन गरेर देखाउने नै छु। Tali. फाइनली गाइस, म चाहिँ हैन सुमन पुलामीको बिहेको लागि यहाँबाट निस्किसकेको छु। अहिले चाहिँ म यहाँनिर टोखा जोर पुगिसकेको छु हैन। एक्लै छु बाटोमा। केटाहरू उतातिर अब गएर होला। भोलि आउँदैछन् धेरैजना साथीहरू चाहिँ, केटाहरू चाहिँ हैन। अहिले यहाँ एक्लै गइरहेको अवस्था छ टोखा जोर। अब म यहाँबाट सूर्यचोरबाट गुरुङ हुँदै 1 आवरको ट्राभलमा चाहिँ पुग्नेछ है त। अहिले यहाँ घरै नुवाकोटमा आइपुगेको छु हैन। केटोले अघि पनि कल गरेको थियो मलाई हैन। केटोसँग अब भेट्नु एक्साइटेडमेन्ट पनि छ, किनभने केटो दुला हुँदैछ हैन। पहिलादेखि म जाँदैछु। झन् एकदमै रमाइलो लागिरहेको छ हैन। एक्लै बाटोमा, गर्मी मौसम रहेछ, बाटोभरि लिची पाकिरहेको अवस्था हैन। लिखु गाउँपालिका वडा नम्बर 4 चौगडा भन्दो रहेछ यो ठाउँलाई चाहिँ हैन। गोर्खा पुल भन्नु र यो चौगडा पुल भन्ने एउटै रहेछ हैन। अनि लिखु खोला रहेछ, लिखु गाउँपालिका रहेछ। अनि दोस्तले चाहिँ मलाई भन्न, उहाँले पहिलाको पुरानो नाम भन्नुभयो होला यहाँ चाहिँ, तर मलाई चाहिँ अहिले यहाँनिर चाहिँ हैन यहाँको मान्छेहरूले चाहिँ यही हो त भनेर भन्नुभयो। त्यही भएर म चाहिँ यहीँ छु, कुरिरहेको छु। अब लिन आउँदैछन् रे केटो होइन। अहिले लिन आएपछि यहाँबाट यता जाने कि 2टा बाटो छ यहाँ, यता हो कि यता हो। 2टा बाटोमा एउटा बाटो रोजेर जाने, तर म यहाँ चाहिँ अहिले कुरिरहेको छु। केटाहरू आइरहेको छ अरे लिन मलाई होइन। यहाँ स्पेसल मान्छे हो, लिन त आउनु परिहाल्यो होइन। यस्तो अब रमाइलो लागिरहेछ। केटाहरू यहाँनिर लिन आइरहेछ भन्दै थियो, कतातिर आइरहेछन् छैन कोही होला। अलि भेट्यो बेलालाई झलल अनुहार बलिरहेको अवस्था छ है। केटोको अनुहार बलिरहेको छ है झलल। मेकअप सेकअप गरेको छैन, त्यही पनि बलिरहेछ। आयो आइपुगे ल। बेहुलाको घरमा, बेहुलाको घर रेडी हुँदैछ है यहाँ सबैजना। बाजा 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 हजुर। आमाले खानेकुराहरू सबै रेडी गरिसक्नु भएको छ। फाइनली अब रेडी हुने तयारी भइरहेको अवस्था छ होइन। केटोलाई ड्रेस लगाइदिएको अवस्था मिलाइरहेको छु। टाईहरू चुज गर्यो, ड्रेसहरू चुज गर्यो। 2जना दाजुभाइ टक्क परेर रेडी हुने अवस्थामा छौँ। केटोको यो टोपी कसको यो टोपी कस्तो के लाउने होला नि त होइन। आन्टी
हामी रेडी हुँदैछौँ हजुर Mama, itu soalnya kamu yo. जुन नयाँ चस्मा लिएर चाहिँ तपाईँ के फाइनली ड्रेस अफ सिद्धिएको छ अलिअलि सुजहरू बाँकी छ लगाउनु निस्किन पर्यो अवस्थामा के बाँकी अब त्यो दक्षिणा पैसाहरू एउटा बाबुलाई चप्पसम्म आएर तपाईँको छेउमै राखिराख्ने कि त्यो हिजोको क्लेबर बाबु थियो नि त्यसलाई राख्ने कि त्यस्तो बाटोहरूलाई राख्नुपर्छ क्या तपाईँ सँगै भइराख्ने यताउता कि त ज्ञानी खालको चाहियो कि त बाटो खालको चाहियो दुइटा भयो नि एउटा ठिक हुन्छ ठिक छ नि गरौँ सर एकदम ठिक छ भिडियो बनाइदिएको अलिकति क्लिप होस् न भनेर ठिक छ है ल रेडी भएर मलाई हाइट नाप्न बोलाइरहेको अब ल आयो अझै हुन्छ भन्छु यार अझै मै हुन्छ भन्छु क्या त्यसले याद दिँदै दिँदा हो नि त होइन मार्यो गाइजहरूले ल आइपुग्यो है ल
सुमनको बिहे खाना आइन्थ्यो मेरो है ठेट ल मार्यो बचाऊ कोही त छ बचाऊ है ठेट ल के गर्न आएको रे भन्दा फेरि खाली पेटा हो साइकल एउटा साइकल साडी लाएर चलाउन सक्छस् हजुरको मेरो झन् यहाँ त एक दिन आज बिहेमै आएछ अझै होइन मेरो त जाने हो 1 हप्ता बस्नुपर्छ सबजना जो बन्द गरेर जानुपर्छ केटाहरू सिक्छ नि काहीँ नरे भन्दे केटाहरू ब्यागमा होइन बिहामा फेरि होइन यो चाहिँ लुकेको आशा आइरह हो अनि किन लुक्यो त टोयलेटतिर होइन यतिकै अल्लाह बिचरा फेरि के अरे फेरि भन्नु त्यस्तो नभन्नु है गुरु फेरि रोला नि यहाँ मान्छेहरू खै कता छ खै रुन्चनहरू त अस्ति होइन हामी रुने त अब तपाईँ त म त ठुली भइसक्यो नि cameraman. Kस्तो मजा आउँछ
मैले सिकिरहेको अवस्था है मलाई पनि सिक्नुपर्ने छ नि त हैन सिक्दैछु है म पहिला काका हाल्नु पर्ने रे ए नाम भन्दै भन्नु न म नि सिक्नु परेन हाल्यो हाल्यो ल बसेरै बनाउने हो अर्काको बिहा हेर्ने त हो नि आफ्नो हेर्नु पाइन्न ब्यारे ल ठिक छ भाइ बुहारीलाई थोरै यता घुमाउनु न अल्तल अल्तल अलि अगाडि जानु हो अलि अगाडि आउनु अझ अगाडि आउनु ल ल ल ल ल हाल्यो बुहारी अब चाहिँ हाम्रो सुमनको बुहारी अब चाहिँ बुहारी भयो ल अब चाहिँ पक्का अझै एक बाँकी छ अझै एक बाँकी अर्को लिनुपर्छ त्यसले होइन ल भयो ल ल ल ल ल ल ल अब चाहिँ हाम्रो बुहारी ल अब खै त बुहारी रुवाको ल रुनु पर्दैन अलिअलि यसो यसो अलिक गर्नुपर्छ नि होइन रुनु परेन ल मैले यत्रो जबरजस्ती रुवाइदिन खोज्दा नि रोएन यार बुहारी त भएन अलिक अलिक कसरी रुवाइदिनु खोजिरहेको थिएँ
पक्का भयो पक्का 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 अब हाम्रो बुहारी पक्का अझ पक्का सक्यो अब अनि यहाँनिर यस्तो यस्तो घुमाउनु पर्दैन खदान लाउने मिल्छ यहाँ छ यो सामान खुट्टामा पनि लगाइदिनु पर्यो नि तपाईँले उठ्नै पर्यो लगाइदिने मान्छेलाई आएन क्यारे लास्टमा के बिचरा आयो एक्सपिरियन्सको कुरा गरेँ त मैले सिक्नु पर्दैन त अहिलेसम्म त्यत्रो सुन किनेर ल्याएपछि होइन कसरी लगाइदिने जस्ट इमेजिनेसन हुनु पर्यो नि त मैले त सिकिसकेँ अब हेर्नु बारी खुट्टा नि बान्यो घाँटीमा नि बान्यो गाईलाई जस्तो अब बान्यो अब भयो बाबु भाइला ल खतरा एक्सपिरियन्स अब खतरा अब त सधैँ लगाइदिने हो नि त बिचरा मैले त सिकिसकेँ के गर्नुपर्छ नि देखिसकेँ के गरे तैँले किनले मलाई तैँले छोयो कि त लुटिस्की जस्तो पो लाग्ने आफूलाई त मैले छैनस् भने छु र ल भगवान्ले एकैछिनमा खाइसक्यो भगवान्ले फेरि एकैछिनमा खाइसकेछ यो भइसक्यो सम्झनु है यो सम्झनु है के चाहिँ भन्दैछु त यो बाँकी यो भन्दैछु त
ल ल ल ल ल ल ल ल ल त्यो भर्खर लगाएको होइन त्यो ननिकाल्नु पर उता चौरौलामा लाउनु न कान्छौलामा लाउनु न उतापट्टि चाहिँ अट्छ त त्यो टाइट दाइको कान्छौला छ त अर्को स्वयंवर गरायो नि त्यो गोडा मारेर पो बस्नु भयो तपाईँ त्यसरी सुन्नु हुँदैन सुन्नुभयो सुमन गुरु गोडा मारेर बस्नु हुँदैन एउटा खुट्टा मात्रै गोडा मारे भने ठिकै छ दुईटा गोडा मारिरहेछ एउटा खुट्टाले गोडा माऱ्यो भने चाहिँ केही हुँदैन दुईटा मार्नु हुन्न कि सिधो ल ल बधाई छ अब ठाउँको ठाउँ हेर रातो दुलैले सेतो बाबुले त्यहाँ चढाउँदै अनि यो चढाइदिनु गुड ल बुहारी होला पहिला कहाँ अर्को अब भाइलाई अगाडि लाएर हुन्छ त मैले थाहा पाइसकेँ मैले त जानिसकेँ म पर्फेक्ट आइ एम पर्फेक्ट बाजा खोइ बाजा एकचोटि फेरि बाजा चाहियो बजाइरहेको थियो अहिले भर्खरसम्म बजाइरहेको थियो फेरि ल घुमिरहेको बेलामा घुम्यो ल बाजा एकचोटि गुड जाऊ कहाँ चप्पल निकालेर हिँड एकछिन सुमन गुरु हेर्नु भाग्नु भन्दा मान्नु भएन अब पस्यो अब त बाध्यो भाग्नु भन्दा नमाने होइन हेलो ओ भान्जी म बाहिर छु नानी भाली भन्दा बाहिर छु फाइनली गाई छैन म चाहिँ अहिले अब दिएको अन्तिम भइसकेको छ दुईटा खदा अनि त्यसपछि चिठीको खाम खिनेर लिएर आएको छु खाम पनि दिनु पर्यो नि त होइन साथीलाई होइन 50 चोटि पसल गयो होला सामान किन्न अर्काको लागि तर मैले एउटा खदा र चिठी काम चाहिँ साथीको लागि किन्नै बिर्सेछु क्या किनभने म काममा व्यस्त थिएँ होइन त्यसैले गर्दाखेरि मैले साथीलाई चाहिँ खदा र चाहिएको अनि खदा पनि बिर्सिरहेको छु सो अहिले चाहिँ मैले किनेर लिएर आएँ अब सायद सबैजनालाई टिका लगाइदिइसकेको छ लास्ट भनेको म नै हुन्छु होला म जाँदैछु अब हेर्छु अब भने म यति अब काम सकेर खानासाना खान्छु होइन अब केटोलाई गरिदिन्छु अनि बच्चाहरू जन्नै आएको छ गोरुको बच्चाहरू उनीहरूलाई पनि म बिदाई गरिदिन्छु है त सो है अब होइन केटाहरू पनि बाटोमा भेटिँदा हुन्छु केटाहरू
अब अन्तिम भोज होइन के गरे कि आकृति के गरे अरे हो र यो पनि हो त्यही भएर कालो भाइ के त्यहाँ बिचमा थ्याङ्क यू सो मच अल अफ यु भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु अब आउने अर्को भिडियोमा फेरि भेट हुने नै छ आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच थ्याङ्क यू फर वाचिङ